हजुरहरूको बिहानी कसरी सुरु भयो? हाम्रो बिहानी चाहिँ छतमा घाम तापेर सुरु भयो है। अब नानीहरूसँग खेल्दै नानी अब उहाँ चाहिँ तेन्जी हुनुहुन्छ नाम। उहाँले चाहिँ हेर्दै हुनुहुन्छ। घामले गर्दाखेरि माथि हेर्न नमिलेर चाहिँ हातले यसरी हेर्नुपर्छ भनेर पनि उसले जानेको छ। मुख चाहिँ केही पनि आउँदैन उसको, तर हामीले बोलेको चाहिँ सबै बुझ्छ। मलाई जिस्काइरहेको छ होइन। मैले भिडियो गराएको देखेर उसले मलाई जिस्काइरहेको छ कि जिस्काइरहेको छ। के गर्नु, बच्चासँग खेल्नै मजा छुट्टै आउँछ के होइन। रहर पनि लाग्ने के अब खै के गर्दैछ है, बुझ्नै गाह्रो केटाकेटीको भाषा होइन। के गर्दैछ गएको अब लुक्न गयो दरमुटापट्टि होइन। अनि त्यसपछि अब म जान्छु है माम पकाउन भनेको, फेरि डगुर्दै आएर ना 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 हुँदैन, म पनि जाने भन्नुभएको थियो। अनि त्यसपछि मैले यसरी भिडियो बनाएको त। अनि त्यसपछि ऊ पनि त्यहीँ उभिरहेको कि टक्क उभिरह होइन। अनि त्यही उभिएर एकछोरे खै के हेरिरहेछ, के चपाइरहेछ, आफ्नै धुनमा छ। अनि हातले पनि इसारा गरेर मम्मी जाने पनि भनेछ होइन। अनि त्यसपछि म फेरि जुम गरी भिडियो गराएको छु कि रहर लाएर फेरि गयो कि। अनि त्यसपछि म चाली गएको त उसले थाहा पाइहाल्यो कि चप्पल होइन। चप्पल लगाएर चप्पल हिँडेको चप्पलको आवाज हुन्छ नि, थाहा पायो। अनि त्यसो म छिटो तल झरेको त। अनि भयङको छेउमै आएर नाइ 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 म पनि जाने भनेर तल झर्ने कोसिस गर्दैछ। तर भयङ यस्तो भएको कारणले ऊ डराएको छ कि आऊ 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 मलाई पनि लैजाऊ भन्दै